ल आज हामी दही बडा बनाएर खाऊँ है त। यसको लागि के तयार गर्ने, इमलीको रस तयार गर्ने, मैले घरमै बनाउँछु, हजुरले रेडिमेड ल्याउँदा नि हुन्छ। अनि यसको लागि चाहिने इन्ग्रिडियन्ट भनेको भुजिया, योगर्ट, पोमेग्रेनेटको दाना यो अप्सनल हो। त्यसमा हजुरले हाल्नलाई आफूलाई चाहिने मनपर्ने चिजहरू पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ आलु उसिनेर त्यसमा प्याज, धनियाँ, लसुन खुर्सानी, अदुवा हालेर मुछेँ अनि त्यसलाई जिरा र बेसारले झानेँ अनि अलिकति कागती र नुन स्वादअनुसार हालेर रुमालेर रेडी बनाएँ यसको टेक्सचर। रेडी गरिसकेपछि हरेक पुरीमा पोर्सन गर्ने, हरेक पुरीमा पोर्सन गरेपछि हरेक इन्ग्रिडियन्टलाई त्यो पुरीभित्र हाल्ने। यसरी हाल्दाखेरि सबैमा हरेक इन्ग्रिडियन्ट राम्रोसँग राख्नु पर्दछ। मैले हरेकमा राम्रोसँग हालेको छु, भिडियोमा सबैले देखाउन नमिल्ने भएर मात्रै हो होइन। हजुरहरूले पनि यसरी हाल्नुहोस् होइन। रेडी हुन्छ यसरी यसलाई हेर्नु त कस्तो मिठो देखेको। यसरी भएपछि अनि हजुरहरूले यसरी सबैमा हाल्नुहोस् होइन। हेर्दा नि कति राम्रो देखिन्छ होइन, खाँदा नि त्यस्तै मिठो। अनि सट्ट स्न्याक्सकोमा अनि आफूलाई कहिलेकाहीँ मिठो लाग्छ बनाएर खाँदाखेरि। यसरी बनाउनु होला, इजी छ बनाउनको लागि होइन। यसको लागि त्यस्तो मेहनत पनि धेरै गर्नु पर्दैन। यसरी रेडी भयो। ल म अनि मेरो नानी बाबुसँग बसेर मैले यो इन्जोय गरेँ। टिभी हेर्दै खान थाल्यौँ हामीले, हजुरहरू पनि खानु